हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। आज फेरि मैले तपाईहरुकै सपोर्टको लागि नयाँ भिडियो लिएर आएको छु है। फेसबुकले आज फेरि नयाँ नोटिफिकेसन दिएको छ हैन, तपाईहरुलाई एउटा जान्नको लागि पनि हुन्छ भनेर मैले भिडियो बनाइदिइहालौँ न त भनेर भिडियो बनाउन लाग्छु। तर तपाईहरुले चाहिँ यो भिडियो युट्युबमा नि हेर्न सक्नुहुन्छ र फेसबुकमा नि हेर्न सक्नुहुन्छ है। मेरो युट्युब च्यानल पनि छ जनक दर्पण, सब्स्क्राइब गर्नु होला। जसले गर्नु भएको छैन गरिदिनु भएको सबैलाई धन्यवाद। र यो भिडियो तपाईहरुलाई कस्तो एकदम सपोर्टिभै हुन्छ है। जानेको मान्छेहरुलाई त यो भिडियो त्यति खासै माइन्ड गर्दैन, नजानेको मान्छेहरुलाई चाहिँ एकदम धेरै माइन्ड राख्छ हैन। त्यही भएर बेला बेलामा युट्युबले यस्तो नोटिफिकेसनहरु या यस्तो उसहरु सजेस्ट गरेर तपाईहरुलाई के गर्दा के नगर्दा राम्रो हुन्छ भनेर चाहिँ सिकाइराखेको हुन्छ। तर आफूले अलिकति ध्यान दिनुपर्छ क्या है। तपाईहरुको उसमा पनि आइराखेको हुन्छ, तर कतिले हेर्छ कसैले हेर्दैन, ए यो क्या हो मैले जानेछु जान्दैन त्यस्तो भन्छन् हैन। तर यहाँ मैले तपाईहरुलाई चाहिँ आज स्पेशली एउटा के को बारेमा भने मोनेटाइजेसन सम्बन्धी आएको छ हैन। गेट हेल्प विथ मोनेटाइजेसन एलिजिबिलिटी भनेर आएको छ है। यहाँ गेट हेल्प विथ मोनेटाइजेसन एलिजिबिलिटी भन्ने छ हैन। यसलाई चाहिँ ट्याप गरिसकेपछि अब तपाईलाई सिधै के भनेछ त, ल हेर्नुस्, गेट कस्टमाइज्ड सपोर्ट भन्ने छ। अब यहाँ तपाईहरुको लागि सपोर्टको लागि तपाई हाम्रो लागि सपोर्टको लागि एआई द्वारा मजाले उसहरु दिइराखेको छ हैन। अब के गर्ने के नगर्ने भनेर यहाँ सिकाएको छ हेर्नु। टु बी eligible for monetization on Facebook, your video must comply with Facebook's terms and conditions, particularly regarding copyrights. Here are some key requirements भने भनेको अब यहाँ के गर्न हुने या के गर्न नहुने भन्ने कुरो चाहिँ फेसबुक आफैले सिकाइराखेको हुन्छ हैन। हामीले चाहिँ ध्यान दिनुपर्ने कुरा हुन्छ है। अब यहाँ के भनेको छ भने हैन, मैले नेपालीमा बनाएर राखिदिन्छु है। यो चाहिँ नेपालीमा बनाएर राखिदिन्छु तपाईहरुलाई हैन। नेपालीमा मैले अब सजिलो पनि हुन्छ तपाईहरुलाई पढ्न हैन। त्यही भएर इंग्लिशमा छ छन तर म नेपालीमा उस कन्भर्ट गरेर अनि नेपालीमै सेम तरिकाले राखिदिन्छु। तपाईहरु राम्रोसित हेर्नु होला र आफै पनि पढ्न सक्नुहुन्छ। अब यहाँ मजाले दिएको छ, फेसबुकमा मोनेटाइजेसनका लागि योग्य हुन तपाईका भिडियोहरु फेसबुकका नियम तथा शर्त विशेष गरी कपिराइट सम्बन्धी प्रावधानहरु पालना गर्नुपर्ने यहाँ लेखिएका मुख्य आवश्यकता छन् क्या है। यसमा के छ भने कपिराइट स्वामित्व, एउटा कपिराइट स्वामित्व भनेको के छ भने तपाईले आफ्नो भिडियोहरुमा रहेको सामग्री अधिकार राइट राख्नुपर्छ। फेसबुकले राइट्स म्यानेजर र कन्टेन्ट प्रोटेक्सन जस्ता उपकरणहरु उपलब्ध गराउँछ हैन, जसले तपाईलाई आफ्नो बौद्धिक सम्पत्ति इन्टेलेक्चुअल प्रपर्टी व्यवस्थापन गर्न सुरक्षित राख्न मद्दत गर्छ क्या। मतलब यो एउटा मोनेटाइजेसन भित्रको पार्ट हो है। यसलाई यसरी बुझ्नु फेरि मैले उस गर्दिन हेर्दैन भने कपिराइट ओनरशिपहरु लिने चाहिँ आफूले गर्नुपर्छ के है। अनि त्यसपछि सामग्री पत्रता, जस्तै तपाईले हालेको फेसबुक कन्टेन्ट हुन्छ नि, कन्टेन्टको विषयमा है। यो चाहिँ है फेसबुकका नीतिहरुको आधारमा तपाईले भिडियो बनाउनु पर्छ है। जस्तै आधारमा तपाईले भिडियो बनाउनु पर्छ, मोनेटाइजेसनका लागि योग्य हुनुपर्छ। मोनेटाइजेसन भनेको जुन पैसा आउनु पर्यो, तपाईले भिडियो बनाइसकेपछि पैसा आउनु पर्यो, त्यो पैसा आउने किसिमले तपाईले भिडियो बनाउनु पर्यो हैन भने त्यो अर्थ पनि रहेन। मोनेटाइजेसनको लागि योग्य भनेको त्यसमा अब कुनै केही त्यस्तो ह्याम्परहरु छ या मतलब समाजलाई बिगार्ने, फेसबुकको एउटा कम्युनिटीलाई बिगार्ने खालको केही पनि त्यस्तो उसहरु भेट्यो भने चाहिँ उसले के गर्छ त भन्दा त्यसलाई मतलब त्यो मोनेटाइजेसन गर्दैन। त्यो भनेको है। यो चाहिँ को रिपोर्टिङ फर्म प्रयोग गरेर कपिराइट उल्लङ्घन भएका व्यक्तिगत घटनाहरु रिपोर्ट गर्न सक्नुहुन्छ। जस्तै त्यस्तो बाइचान्स भइहाल्यो भने ती रिपोर्टहरु आए, आफूले राम्रै गर्दा गर्दै पनि आउँछ नि त, समस्याहरु आउँछ नि त। समस्या आउँदै पनि त्यो फर्म दिन्छ, उसले फेसबुकले नै दिन्छ। ती फर्महरुमा एउटा उसहरु हुन्छ के अब त्यो गर्ने, त्यसरी चाहिँ रिक्वेस्ट गर्न सकिन्छ। मेरो आइडीमा यस्तो भयो थियो, मेरो आइडी एक त ब्लकै हुनेवाला थियो अनि बल्ल बल्ल चाहिँ मैले त्यही उस गरेर अनि बनाएको। त्यही भएर तपाईहरुले चाहिँ अहिलेदेखि ख्याल गर्नु भने पछि त्यस्तो कुरा आउँदैन हैन। त्यही हो। अब तेस्रो नम्बरमा छ उमेर प्रतिनिधि, के भन्छ अरे प्रतिबन्धहरु। उमेरको पनि त एउटा क्राइटेरिया छ नि त। जस्तै यहाँ लेखेको छ, यदि तपाई 13-17 वर्ष उमेरका टिन क्रिएटर हुनुहुन्छ भने तपाईले सार्वजनिक पोस्ट पब्लिक पोस्ट सक्षम गर्नुपर्ने हुन्छ र फेसबुकको टिम एकाउन्ट सेटिङ अनुसार चल्नुपर्ने हुन्छ। 13-15 वर्ष उमेरका प्रयोगकर्ताहरुका लागि सार्वजनिक पोस्ट समीक्षा गर्न अभिभावकको अनुमति आवश्यक हुन्छ। मतलब तपाईले सानो बच्चाहरुले जुन गर्छ नि त्यहाँ परिवारको मन्जुरी चाहिन्छ क्या। परिवार बिना चाहिँ त्यो मन्जुरी बिना चाहिँ हुँदैन। त्यहाँ आउँछ अटोमेटिकली, त्यो सिस्टमले नै डिटेक्ट गरेर बताउँछ। अनि त्यति बेला के अरे त्यो पर्मिसन राख्नुपर्ने हुन्छ हैन। प्यारेन्टल पर्मिसन भन्छ क्या, त्यो आउँछ। त्यसरी चाहिँ त्यो कन्टेन्टहरु बनाउनु पर्ने हुन्छ। अब 4मा मोनेटाइजेसन सेटिङ, तपाईले मोनेटाइजेसन पाइसकेपछि पाउन त पाइन्छ हैन, अब त्यसलाई सेटिङ राम्रोसित गरिएन भने त हुँदैन। त्यही भएर त्यसलाई राम्रोसित सेटिङ पनि गर्नु पर्यो। फेसबुकका मोनेटाइजेसन नीतिहरु पूरा गर्नुपर्ने हुन्छ र तिनका निर्देशनहरु
अनुसार सेटिङ मिलाउनु पर्ने हुन्छ। तपाईँले अलो अल ट्र्याक ब्लक वा मोनेटाइजेसन मध्ये कुनै पनि विकल्प छान्न सक्नुहुन्छ। यी अलो पनि हुन्छ, अल ट्र्याक हुन्छ, ब्लक हुन्छ हैन, मोनेटाइजेसन हुन्छ, मध्ये कुनै पनि त्यो विकल्पहरू हुन्छ क्या दिएको हुन्छ फेसबुकले। तपाईँको आइडीलाई कसरी लैजाने तपाईँले भनेर चाहिँ तपाईँले विकल्पहरू दिइराखेको हुन्छ। त्यो हिसाबले तपाईँले चाहिँ गर्नु पर्यो अनि बल्ल मोनेटाइजेसन पाइन्छ हैन। मोनेटाइजेसनका लागि स्वीकृत हुने सम्भावना बढाउन सुनिश्चित गर्नुहोस् कि तपाईँको सामग्री फेसबुकका सामुदायिक मापदण्ड कम्युनिटी स्ट्यान्डर्ड नियम शर्तहरू पुरा गरेका हुन्छ। त्यो एउटा नियम हुन्छ नि, कम्युनिटी भनेको अब समाज भयो क्या, र त्यसै अब सादा कुरामा गर्दा त्यो स्ट्यान्डर्ड क्या एउटा मतलब के हुन्छ नियमहरू हुन्छ नि, शर्तहरू हुन्छ नि त। जस्तै हामीले पनि एउटा समूह बनाइयो भने यो समूह कसरी सञ्चालन गर्ने त त्यसका नियमहरू बनाइन्छ। त्यस्तै फेसबुकले पनि एउटा नियम बनाएको छ, त्यही नियमअनुसार चल्नु पर्यो। चलियो भने चाहिँ चाँडै फेसबुक कन्टेन्ट पाइन्छ के अरे होइन, कन्टेन्ट मोनेटाइजेसनहरू पाइन्छ के अरे, चाँडै फेसबुकमा एक्टिभ भइन्छ। अब चलिएन भने गाह्रो हुन्छ। त्यही हो, त्यो अब चल्ने कसरी त भन्दा अर्काको भिडियोहरू बिल्कुलै प्रयोग नगर्ने, आफ्नै मुखले मौलिक भिडियोहरू बनाइयो भने एकदम चाँडो हुन्छ। त्यो बेला बेला लाइभ पनि जाने अनि मौलिक भिडियोहरू पनि बनाउने गऱ्यो भने एकदम बेस्ट हुन्छ हेर्नु। ल यो भिडियो अब तपाईँहरूलाई एकदमै हेल्पफुल भयो होला जस्तो लाग्छ जहाँसम्म होइन। तपाईँहरूले चाहिँ आफूले हेर्नु, अरूलाई पनि यो पुर्याइदिनु होला। धन्यवाद है।